हाम्रो 10 बजा भन्छौँ। यहाँ चाहिँ कुनै पनि सीमाङ्कन गरिएको थिएन। नारायणी नदीलाई आधार मानेर यसमा चाहिँ कुनै पनि पिलरहरू गाडिएको थिएन हो। त्यति बेला यो नारायणी नदी यो सुस्ता अहिले जुन हामी बसेको भूभागको दक्षिणतिरको भागतर्फबाट गइरहेको थियो हो। त्यसपछि आएर 2012-13 सालभन्दा अगाडि नै यो नारायणी नदीले धार परिवर्तन गरेर अहिले जुन नारायणी नदी बगिरहेको छ त्यो ठाउँबाट बग्यो हो। पहिला नारायणी नदी यता यो दक्षिण साइडतिरबाट बग्दाखेरि त्रिवेणीमा एउटा सिमाना गाडियो, त्यसपछि यता भेडियारी साइडमा दोस्रो सिमाना गाडियो। यो बिचको धारलाई नदीको धारलाई आधार मानेर सीमाङ्कन गरियो। नेपालको सिमाना भनेको त्यही नै थियो। तर पछाडि नदीले धार परिवर्तन गरिसकेपछि सम्झौता अनुसार, जस्तो यो चाहिँ सम्झौता अनुसार त यो इन्डिया भयो जस्तो सरहरूले मान्न सक्नुहुन्छ नि। यो इन्डिया ठुलो देश भयो, हाम्रो देश सानो भयो, त्यो भएर उसले हामीलाई हेर्थ्यो। तर यहाँका बासिन्दाहरूले के गरे, लडेर यहाँको सुस्ता चाहिँ जोगाए। करिब 40,980 हेक्टर जमिन हाम्रो सुस्तामा जुन नारायणी नदीभन्दा यता वारी पर्यो, इन्डिया साइडमा पर्यो, त्यसमा पनि तपाईँको झन्डै 14,000 हेक्टर जमिन जति इन्डियाले चाहिँ पहिले 2064-65 सालभन्दा अगाडि नै उनीहरूले लिएर गइसक्यो। पुरा बुझ्छ होइन। त्यसपछि आएर बेलामा आएको उनीहरूको निचाइको कारणले गर्दा तपाईँको 19,980 हेक्टर जमिन चाहिँ अझै पनि विवादित छ हो। र बाँकी रहेको आज तपाईँहरूले जति घुम्नु भएको छ, बाँकी रहेको 7,000 हेक्टर जमिन, त्यो जमिनमा चाहिँ हामी सुस्ता भनेर हामीले भोगचलन गरिरहेका छौँ। हाम्रो थियो कति 40,980 हेक्टर जमिन थियो। 14,000 चाहिँ पहिले नै लैसक्यो। 19,980 हेक्टर चाहिँ विवादित छ। विवादित भनेको अहिले तपाईँहरूले जुन नारायणी नदी बगेको देख्नु भएको छ, त्यो पनि विवादितमा पर्छ। त्यस पछाडि यो साइडमा चाहिँ तपाईँको 2-3 जनाको नम्बरी जग्गा चाहिँ उनीहरूले विवाद भनेर चाहिँ चौर जस्तो जग्गा छ, त्यो पनि विवादित भनेर हालेको छ। त्यसमा के छ, यो सुस्ता बचाउनको लागि तपाईँको 2022 सालमा चाहिँ राजा महेन्द्रले 700 घरधुरीलाई चाहिँ यहाँ लालपुर्जा दिएको अवस्था छ। त्यसपछि त्यो लालपुर्जा चाहिँ 2034 सालमा आएर के भयो, यहाँ ठुलो नदी आयो, ठुलो नदी आयो, बाढी पस्यो। बाढी पसेपछि सुस्ताको सबै बगाइसकेपछि यहाँका जनताहरूलाई लगेर राजा महेन्द्रले त्रिवेणी साइडतिर लगेर राखिदिनु भयो हो। पर्साईमा त्रिवेणी साइडमा राखिदिनु भयो। त्यहाँ चाहिँ नेपाली नागरिकता, जसको साथमा नेपाली नागरिकता थियो उसलाई चाहिँ 1.5 बिघा जमिन दिएर राखिदिनु भयो। जसको साथमा चाहिँ नागरिकता थिएन उहाँहरूलाई चाहिँ थोरै जग्गा पायो हो। 1 कट्ठा 2 कट्ठा, 1 कट्ठा 2 कट्ठाले त केही हुनेवाला थिएन। त्यति बेला त जमिन जसको धेरै थियो त्यही धनी हो कि होइन। त्यसपछि त्यहाँका मान्छेहरू फेरि पुनः आएर यहीँ बसोबास गर्न थाले। जसले 1 कट्ठा 2 कट्ठा जमिन पायो ती मान्छेहरू यहीँ आएर बसोबास गर्न थाले। यहाँ आएर बसोबास गर्न थालिसकेपछि त्यो ठाउँमा पहिला ठुलो जङ्गल थियो हो। बसोबास गर्न थालिसकेपछि जङ्गलको बिचमा चाहिँ जङ्गली जनावरहरूले हैरान पार्ने त्यस्तो किसिमको भएको हुनाले उहाँहरूले आफ्ना छिमेकीहरूलाई बोलाएर यसै ठाउँमा बस्न लाग्नु भयो। जस्तो नेपाली नागरिकता पाएकोले चाहिँ धेरै जग्गा पाए, उतैतिर बसे। जसले नेपाली नागरिकता पाएको थिएन भनेपछि अब त्यो मान्छे को हुन् भन्ने कुरो तपाईँहरूले बुझ्नुहोस्। अब त्यो हामीले भन्न मिल्दैन। उहाँहरूले आफ्नो घर छिमेकी इष्टमित्रहरूलाई बोलाएर यो ठाउँमा ल्याएर राखे। अहिले सुस्तावासी भनेका तिनी हो। र यो सुस्तालाई अहिले पछिल्लो समयमा अहिले जुन तपाईँहरू तलबाट घुम्दै आउनुभयो, यो सुस्ता धेरै टाढासम्म थियो। पहिला 9वटा टोला भनेर विकास गरिएको थियो, जुन अहिले नदीले बगाएर लिएर गर्छ। त्यति बेला जुन विकसित गरेको एउटा मात्रै टोला, खाने टोला मात्रै छ यहाँ तल। अरू यो अहिले आएको टोलाहरू भनेको यो पछाडि बनाएको टोला। 9वटा टोलामा 8वटा टोला चाहिँ गइसक्यो, विवादित अथवा गइसकेको भूमिमा पर्यो। जम्मा एउटा टोलामा मात्रै अहिले हामी बसोबास गरेका छौँ। पहिलाको पुरानो एउटा टोला अहिले 4-5वटा टोला बनाएको छ। यो ठाउँमा अहिले 4वटा टोला छ। एउटा तपाईँहरू घुम्दै आउनुभएको एउटा सैनिक टोला, एउटा चाहिँ पहाडिया टोला छ, एउटा खारू टोला र एउटा बड्का टोला छ हो। तपाईँहरू यहाँ भएकोले त थाहा पनि पाइसक्नु भएको छ होला। टोला बनाएको छ यो